नमस्कार साथीहरू, नेपाली बुक समरीमा फेरि एकपटक स्वागत छ। आज हामी कुरा गर्दैछौँ मेरी कुबिकाको सन् 2026 को सबैभन्दा चर्चित थ्रिलर इट्स नट हरको बारेमा। के तपाईँले कहिले सोच्नु भएको छ के हुन्छ जब तपाईँको आफ्नै परिवारको सदस्य अचानक संदिग्ध बन्छ? के हुन्छ जब तपाईँले आफ्नो सम्पूर्ण जीवन चिनेको मान्छे तपाईँको लागि अपरिचित बन्न थाल्छ? विस्कन्सिनको एउटा सुनसान तालको किनारामा जहाँ बाहिरको संसारबाट टाढा एउटा परिवार बस्थ्यो, त्यहाँ एक रात दुईवटा निर्मम हत्या हुन्छन्। र सबैभन्दा डरलाग्दो कुरा, परिवारकी 17 वर्षीय छोरी रिस हराइन्छिन्। के उनी पीडित हुन् कि हत्यारा? के उनी भागिन् कि अपहरण भइन्? आज हामी यही प्रश्नहरूको जवाफ खोज्दै यो किताबको गहिरो समीक्षा गर्नेछौँ। इट्स नट हर फेब्रुअरी 2026 मा प्रकाशित भएको मेरी कुबिकाको साइकोलोजिकल थ्रिलर हो। कुबिका जो द गुड गर्ल र लोकल वुमन मिसिङ जस्ता बेस्ट सेलर्सको लागि चिनिन्छन्, यसपटक फेरि एकपटक पाठकहरूलाई आफ्नो सिटबाट उठाउन सफल भएकी छिन्। यो किताबको विशेषता के हो भने यसको ड्युअल टाइमलाइन स्ट्रक्चर। एकातिर हामी कटनीको प्रेजेन्ट टाइमलाइनमा छौँ, जो हत्यापछिको अनुसन्धान र आफ्नी छोरी रिसको खोजीमा छिन्। अर्कोतिर रिसको पास्ट टाइमलाइन छ, जसले हामीलाई घटना हुनुभन्दा अघिका दिनहरू, हप्ताहरू र महिनाहरूमा लान्छ। कुबिकाले यहाँ एउटा महत्त्वपूर्ण प्रश्न उठाउँछिन्। हामी आफ्ना आफन्तहरूलाई वास्तवमा कति चिन्छौँ? के हामीले देखेको व्यक्तित्व नै उनीहरूको वास्तविक स्वरूप हो? यो कथा विस्कन्सिनको एउटा आइसोलेटेड लेक हाउसमा सेट गरिएको छ। सोच्नुस्, चारैतिर घना जङ्गल, नजिकको छिमेकी माइलौँ टाढा र बाहिरी संसारबाट लगभग कटेको जीवन। यस्तो ठाउँमा कसैले चिच्याए पनि कसैले सुन्दैन। यस्तो ठाउँमा भएको घटना अझ डरलाग्दो हुन्छ। अब आउँछौँ कथाको मुख्य घटनामा। एक रात यो शान्त लेक हाउसमा दुईवटा हत्या हुन्छन्। पहिलो पीडित नोलन, कटनीका पति र रिसका सौतेना बुढा। दोस्रो पीडित एमिली, एउटा युवती जो घरमा अतिथिको रूपमा आएकी थिइन्। हत्याको तरिका निर्मम छ। कुनै सामान्य डकैती होइन, कुनै दुर्घटना होइन। यो योजनाबद्ध, हिंसक र व्यक्तिगत देखिन्छ। प्रहरीले घटनास्थलमा जे भेट्टाउँछ त्यसले सङ्केत गर्छ कि हत्यारा परिवारको कोही नजिकको व्यक्ति हुन सक्छ। र सबैभन्दा रहस्यमय कुरा, रिस हराइरहेकी छिन्। 17 वर्षीय किशोरी जो त्यो घरमा थिइन् अहिले कतै भेटिएकी छैनन्। कटनी आमाको रूपमा दुई कुराले चकनाचुर छिन्, आफ्नो पतिको मृत्यु र आफ्नी छोरीको बेपत्ता। तर जसरी अनुसन्धान अगाडि बढ्छ, प्रहरीको ध्यान रिसतिर जान्छ। किन? पहिलो, उनी घटनास्थलबाट हराइरहेकी छिन्। निर्दोष व्यक्ति किन भाग्छ? दोस्रो, रिसको मेडिकल हिस्ट्री। उनलाई इन्टरमिटेन्ट एक्सप्लोसिभ डिसअर्डर आइइडी छ, एउटा मानसिक अवस्था जसले अचानक र अनियन्त्रित क्रोधको विस्फोट निम्त्याउँछ। तेस्रो, परिवारभित्रका तनावहरू। नोलन उनका सौतेना बुढा थिए र सबै सौतेना सम्बन्ध सजिलो हुँदैनन्। कुबिकाले यो कथालाई दुईवटा समय रेखामा बुनेकी छिन् र यो टेक्निक नै यो किताबको सबैभन्दा शक्तिशाली पक्ष हो। प्रेजेन्ट टाइमलाइनमा कटनीको दृष्टिकोणबाट। हत्यापछिका दिनहरूमा कटनी एकसाथै धेरै कुरासँग जुझिरहेकी छिन्। आफ्नो पतिको मृत्युको शोक, आफ्नी छोरीको चिन्ता र प्रहरीको लगातार शङ्का। कटनी आमा हुन् जो आफ्नी छोरीमा विश्वास गर्न चाहन्छन्, तर साथसाथै उनी पनि आफैलाई प्रश्न गर्न थाल्छिन्। के उनले रिसलाई साँच्चै चिन्थिन्? के उनकी छोरी यस्तो भयानक कुरा गर्न सक्छिन्? उनी रिसको खोजीमा निस्किन्छन्, पुराना डायरीहरू पढ्छिन्, उनका साथीहरूसँग कुरा गर्छिन्। प्रत्येक नयाँ जानकारीले नयाँ प्रश्न खडा गर्छ। प्रत्येक खुलासाले एउटा परत हटाउँछ, तर भित्र अर्को रहस्य देखा पर्छ। पास्ट टाइमलाइनमा रिसको दृष्टिकोणबाट। यो टाइमलाइन हामीलाई हत्या हुनुभन्दा महिनौं अघि लान्छ। हामी रिसको दैनिक जीवन देख्छौं, उसको स्कुल, उसका साथी, उसको परिवारसँगको सम्बन्ध। यहाँ हामी बुझ्छौं कि रिसको जीवन बाहिरबाट जति नर्मल देखिन्थ्यो, भित्र त्यति नै कम्प्लेक्स थियो। उसको नोलनसँगको सम्बन्ध तनावपूर्ण थियो, उसको स्कुलमा समस्याहरू थिए। उसको आइइडीको कारण ऊ आफैलाई नियन्त्रण गर्न सङ्घर्ष गरिरहेकी थिइन्। तर कुबिका यहाँ चतुर छिन्। उनले रिसलाई सहानुभूतिपूर्ण तरिकाले प्रस्तुत गर्छिन्। हामी एउटा ट्रबल्ड टिनेजर देख्छौं, तर एउटा मन्स्टर होइन। हामी उसको सङ्घर्ष, उसको डर, उसको इच्छाहरू देख्छौं। यो टाइमलाइनले हामीलाई देखाउँछ कि घटनाहरू कसरी बनेका थिए। साना साना घटनाहरू, गलतफहमीहरू र दबिएका भावनाहरू कसरी एउटा विस्फोटक परिस्थितितिर लैजान्छन्। अब कुरा गरौँ यो किताबको सबैभन्दा कम्प्लेक्स र फ्यासिनेटिङ क्यारेक्टर, जो रिस छ। इन्टरमिटेन्ट एक्सप्लोसिभ डिसअर्डर आइइडी के हो? यो एउटा मानसिक अवस्था हो जसमा व्यक्तिले अचानक तीव्र क्रोधको विस्फोट अनुभव गर्छ। यी विस्फोटहरू परिस्थितिको तुलनामा धेरै तीव्र हुन्छन्। व्यक्ति आफ्नो व्यवहार नियन्त्रण गर्न असमर्थ महसुस गर्छ।
रिसको केसमा यो डायग्नोसिस उनको जीवनको एउटा महत्त्वपूर्ण भाग हो। यसले उनका सम्बन्धहरूलाई प्रभावित गरेको छ, उनको आत्मछविलाई क्षति पुर्याएको छ र अहिले हत्याको अनुसन्धानमा उनको विरुद्ध प्रयोग हुँदैछ। समाजको दृष्टिकोण कस्तो छ भने, कुबिकाले यहाँ एउटा महत्त्वपूर्ण सामाजिक मुद्दा उठाउनुहुन्छ। कसरी मानसिक स्वास्थ्य समस्या भएका मानिसहरूलाई समाजले हेर्छ। रिसको आइइडीको कारण मानिसहरूले सजिलै मान्छन् कि उनी हिंसक छिन्, खतरनाक छिन्। तर के मेन्टल इलनेस भएको हरेक व्यक्ति अपराधी हुन्छ? के डायग्नोसिस नै व्यक्तिको सम्पूर्ण पहिचान हो? रिसको वास्तविक स्वरूप हेर्दा पास्ट टाइमलाइनमा हामी रिसलाई एउटा कम्प्लेक्स इन्सानको रूपमा देख्छौँ। उनी आफ्नो कन्डिसनबाट लडिरहेकी छिन्, त्यसले डिफाइन्ड भएकी छैनन्। उनी आफ्नो आमासँग नजिक छिन् तर सबै कुरा बाँड्दिनन्। उनी नोलनसँग जटिल सम्बन्ध राख्छिन्, कहिले आदर, कहिले विरोध। उनी एउटा सामान्य किशोरी पनि छिन्, साथी, क्रश, ड्रिम्स। प्रश्न जो रहिरहन्छ, के रिससँग भायोलेन्ट टेन्डेन्सिज छन्? हो, उनको आइइडीले त्यो सम्भावना बढाउँछ। तर के त्यसको मतलब उनी हत्यारा हुन्? यो प्रश्नको जवाफ नै किताबको मूल हो। कुबिकाले पाठकहरूलाई यो असहज स्थितिमा राख्छिन्। हामी रिससँग सिम्पथाइज गर्छौं, तर उनलाई पूर्ण रूपमा विश्वास पनि गर्न सक्दैनौं। अब कुरा गरौँ कटनीको बारेमा, एउटा आमा जो सबैभन्दा खराब नाइटमेयरमा फँसेकी छिन्। कटनीको क्यारेक्टरको सबैभन्दा पावरफुल पक्ष उनको इन्टर्नल कन्फ्लिक्ट हो। एकातिर उनको मातृ प्रवृत्तिले भन्छ, मेरी छोरी निर्दोष छिन्, मैले उनलाई चिन्छु, उनी यस्तो गर्न सक्दिनन्। अर्कोतिर एभिडेन्स र सर्कमस्टान्सले उनलाई शङ्का गर्न बाध्य पार्छ। रिसको आइइडी, उनको र नोलनको तनावपूर्ण सम्बन्ध र सबैभन्दा बढी रिसको बेपत्ता हुनु। गिल्ट र सेल्फ ब्लेम पनि छ। जसरी कथा अगाडि बढ्छ, कटनी आफैलाई दोष दिन थाल्छिन्। के उनले आफ्नी छोरीलाई पर्याप्त बुझिन्? के उनले नोलन र रिस बीचका समस्याहरू समाधान गर्नमा असफल भइन्? के उनले वार्निङ साइन्स मिस गरिन्? यो गिल्ट हरेक आमाबाबुले महसुस गर्ने डर हो। के मैले पर्याप्त गरे? के म राम्रो अभिभावक हुन सक्थिए? इन्भेस्टिगेसनको तनाव पनि छ। कटनी प्रहरीको लागि एउटा सस्पेक्टको आमा हुन्। प्रहरीले उनसँग सोधपुछ गर्छ, उनको घर खोज्छ, उनको हरेक कुरा जाँच गर्छ। उनी एउटा पीडित हुन्, तर उनलाई सस्पिशियस पर्सन जस्तै व्यवहार गरिन्छ। साथै उनी आफ्नो पतिको मृत्युको शोकमा छिन्। नोलनसँगको उनको सम्बन्ध पर्फेक्ट थिएन, तर उनी उनका साथी थिए। यो दुःख, चिन्ता र शङ्का सबै एकसाथ। अब कुरा गरौँ यो किताबका मुख्य थिम्सहरूको बारेमा। पहिलो र सबैभन्दा गहिरो थिम हो आइडेन्टिटी। को हौं हामी वास्तवमा? इट्स नट हर, यो टाइटल नै एउटा पावरफुल स्टेटमेन्ट हो। यसले धेरै लेयर्समा काम गर्छ। पहिलो लेयर, कटनीको दृष्टिकोणबाट, यो मेरी छोरी होइन जो यस्तो गर्छे। मैले जान्ने रिस यस्तो हुन सक्दिनन्। दोस्रो लेयर, रिसको आफ्नै आइडेन्टिटी स्ट्रगल। यो म होइन जो क्रोधित हुन्छु, यो मेरो आइइडी हो, म होइन। तेस्रो लेयर, पाठकहरूको शङ्का। के हामीले देखिरहेको रिस नै वास्तविक हो वा हामी केही मिस गरिरहेका छौं? मेन्टल इलनेस र आइडेन्टिटीको सम्बन्धमा कुबिकाले सोध्छिन् कि मेन्टल इलनेस व्यक्तिको आइडेन्टिटीको हिस्सा हो कि अलग। रिस आफै यो स्ट्रगल गर्छिन्। जब उनी क्रोधित हुन्छन्, के त्यो वास्तविक रिस हो कि उनको डिसअर्डर? यो प्रश्न धेरै मानिसहरूको लागि रिलेटेबल छ जो मेन्टल हेल्थ इस्युजसँग जुझिरहेका छन्। आफ्नो कन्डिसन र आफ्नो वास्तविक सेल्फ बीचको लाइन कहाँ छ? हिडन सेल्फ्सको कन्सेप्ट पनि छ। किताबमा हरेक क्यारेक्टरको एउटा पब्लिक फेस र एउटा प्राइभेट रियालिटी छ। रिस, बाहिर एउटा ट्रबल्ड टिन, भित्र एउटा सेन्सिटिभ सोल। नोलन, एउटा केयरिङ स्टेपफादर कि कन्ट्रोलिङ फिगर। एमिली, एउटा इनोसेन्ट गेस्ट कि केही बढी। कटनी, एउटा डिभोटेड मदर कि डिनायलमा फँसेकी आमा। हामी सबैले आफ्नो जीवनमा यो अनुभव गर्छौं। मानिसहरूले हामीलाई कसरी देख्छन् र हामी वास्तवमा को हौं यो धेरै पटक फरक हुन्छ। दोस्रो मेजर थिम हो परिवारभित्रका लुकाइएका रहस्यहरू। सिक्रेट्सको लेयर्सको बारेमा सोच्नुहोस्। किताबमा सबै परिवारमा सिक्रेट्स छन्। केही साना, इन्कन्सिक्वेन्शियल लाइज, केही ठूला, लाइफ चेन्जिङ ट्रुथ्स। यो परिवारमा पनि धेरै सिक्रेट्स छन्। रिसले आफ्नी आमालाई आफ्नो सबै भावनाहरू भनेकी छैनन्। नोलनको पास्टमा केही अनडिस्क्लोज्ड एलिमेन्ट्स छन्। कटनी र नोलनको म्यारेजमा अनसेड टेन्सन्स छन्। एमिलीको त्यहाँ हुनुको वास्तविक कारण केही अलग छ। सिक्रेट्सको खतरा के हो भने, जब सिक्रेट्स हुन्छन् मिसकम्युनिकेसन हुन्छ। जब मिसकम्युनिकेसन हुन्छ, मिसट्रस्ट बढ्छ। र जब मिसट्रस्ट बढ्छ, रिलेसनसिप टुट्छन्। यो किताबले देखाउँछ कि कसरी साना सिक्रेट्स धेरै ठूलो ट्रेजेडीतिर लैजान्छन्। यदि परिवारका सदस्यहरूले एक अर्कासँग खुलेर कुरा गरेका भए के यो घटना हुन्थ्यो? ट्रस्टको सीमाको बारेमा पनि सोच्नुपर्छ।
सबैभन्दा पेनफुल क्वेश्चन, हामी आफ्ना सबैभन्दा नजिकका मानिसहरूलाई कति ट्रस्ट गर्न सक्छौँ? कटनी र रिसको सम्बन्धमा प्रेम छ तर कम्प्लिट ट्रान्सपेरेन्सी छैन र यो अभावले जब क्राइसिस आउँछ डाउटको ठाउँ दिन्छ। ब्लेन्डेड फ्यामिली डाइनामिक्स पनि कम्प्लिकेटेड छ। नोलन रिसका बायोलोजिकल फादर होइनन्। यो फ्याक्टले थप कम्प्लेक्सिटी थप्छ। स्टेप पेरेन्ट स्टेप चाइल्ड रिलेसनसिप सधैँ कम्प्लिकेटेड हुन्छ, जतिसुकै राम्रो इन्टेन्सन भए पनि। कुबिकाले यो डाइनामिक्सलाई सेन्सिटिभ तर रियलिस्टिक तरिकाले ह्यान्डल गर्छिन्। न त नोलनलाई विलन बनाउँछिन् न त रिसलाई इनग्रेड। दुवै आफ्नो पर्सपेक्टिभबाट सही छन् तर कुनै पनि कम्प्लिटली अर्कोलाई बुझ्दैनन्। मेरी कुबिकाको राइटिङ स्टाइल यो किताबको अर्को स्ट्रेन्थ हो। ड्युअल टाइमलाइनको मास्टरी। दुई टाइमलाइन बीचको जम्प गर्दा धेरै पटक पाठक कन्फ्युज हुन सक्छन् तर कुबिकाले यसलाई सिमलेसली ह्यान्डल गरेकी छिन्। प्रत्येक च्याप्टरको अन्त्यमा एउटा हुक छ जसले तपाईलाई अर्को च्याप्टर पढ्न बाध्य पार्छ।